हामी आज बदम रोप्न जाने हो। बुवाले बदम खोल्चाउँदै हुनुहुन्छ अनि हाम्रो चन्द्र सर पनि बदम खाँदै हुनुहुन्छ। उहाँ चाहिँ खोल्चाउने होइन कि मुखतिर हाल्दै हुनुहुन्छ होइन। बिउ बदम हो ट्याक्क लगाएर खोइ छोड यस्तो हुन्छ बिउ बदम। यसलाई अहिले छर्न जाने है ट्याक्क। कति पाठी हो यो एक माना? एक पाठी हो ठिक छ। ल हेर्नु बदम यो र अहिले हामी टक्क घरमा छौँ। अहिले बारीमा रोप्न गएको नि तपाईँहरूलाई भिडियो देखाउनेछौँ। हेर्न सक्नुहुन्छ यो हाम्रो गाउँको भ्यू हो। ट्याक्क लगाएर म अहिले घरको बरन्दाबाट भिडियो सुट गरिरहेको छु। हेर्न सक्नुहुन्छ उता पनि छ घर, माथितिर पनि छ, उता तलतिर पनि छ गाउँ। अनि ट्याक्क लगाएर हाम्रो घर पारीको डाँडा हो। ल हेर्नुहोस् है एकदम रमाइलो छ। ल हेर्नु बडम छोडाउँदै हुनुहुन्छ अनि ट्याक्क लगाएर खाने हो। अब हामी बदम रोप्न जान्छौँ है साथीहरू। ट्याक्क लगाएर बदम रोप्न जाने हो। बारी हो उता तल बारी छ। ल हेर्न सक्नुहुन्छ है माथितिर पनि घर छ, यहाँ पनि घर छ। बच्चाहरू छन् टक्क लगाएर। यता गोठ भइहाल्यो हाम्रो। यो भर्खर मैले घाँस लिएर आएको। ल हेर यहाँ, ल हेर त बच्चाहरू पिङ खेलेको। ल ल खेल खेल खेल। ल ल ल ल ल लडेको हेर। ल साथीहरू हामी अब बदम रोप्न हिँड्ने है। अब हामी बारीमा गइन्छ। यहाँ के छ अनि यहाँ अब यो कोदाली नि लाने हो। यो कोदाली लानु पर्यो, खन्नु पर्छ। यहाँ के छ यो पानी यो चाहिँ के हो बदमको बिउ होला। बदमको बिउ यो अघि छोराको बदम हो यो। अनि यो के हो त? काँक्रा कबली होइन यो काँक्रा हो। काँक्रा हो। ल कबलीको बिउ नि हाल्नु। अब लाग्यो हामी टक्क लगाएर बदम रोप्न। छोरी अहिले आऊ है, आमासँग आऊ, आमासँग आऊ। हामी जाँदै गर्छौँ ट्याक्क लगाएर। अब घरबाट हिँड्ने हो। बारी धेरै टाढा छ। बाँकी भिडियो अहिले गरौँला है त साथीहरू। ओके ल साथीहरू फाइनल्ली हामी अब बारीमा आएको छौँ है। अब बदम रोप्नको लागि घरदेखि हामी लगभग 20 मिनट जति हिँड्यौँ र 20 मिनट हिँडेपछि हामी बल्ल यहाँ आएको छौँ। बाटो अलि अप्ठ्यारो छ ल है, अप्ठ्यारो छ। बुवा त्यहाँ झरिसक्नु भएको छ र यो तल देखिने चाहिँ मोटर बाटो है। गाडी पनि चल्छ है यो बाटो। हाम्रो गाउँ अहिले एकदम विकसित भइसकेको छ। हेर्न सक्नुहुन्छ गाडी पनि चल्छ यो बाटोमा है। र हाम्रो बारी चाहिँ फाइनल्ली यहाँ उहाँ बुवा झर्नुभएको त्यहीँनिर हो र म पनि झर्दैछु। अलि बाटो अप्ठ्यारो छ अनि उहाँ खोलामा पुल पनि छ है। हेर्नुहोस् है त्यो पुल हो पारी आवत जावत गर्ने बर्खामा। खोला ठुलो हुन्छ बर्खामा अनि खेतहरू पारी छन् अनि जङ्गलहरू खरबारीहरू सबै पारी छ। त्यो आवत जावत गर्नको लागि चाहिँ यहाँ पुल बनाइएको छ। गाउँ धेरै अहिले विकसित भएको छ धेरै। यो अहिले मैले देखाइरहेको गाउँ चाहिँ हाम्रो पेक्सरपाटा गाउँ हो। अनि यो पेक्सरपाटा गाउँ पनि एकदम ठुलो छ है। उता पछाडि अगाडिपट्टि एकदम धेरै घरहरू छन् र मैले अहिले यो पछाडिबाट देखाएको अहिले, किनकि हामी अहिले पछाडि बारीमा छौँ। यो पनि गाउँै हो, हाम्रो छिमेकी गाउँ हो। हेर्न सक्नुहुन्छ बारी पनि एकदम सानो सानो बारी छ है। सडक 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 सानो सानो बारी छन्। त्यही भएर यसमा अब मकै छर्न त्यस्तै हो। बदम रोप्दिउँ भनेर हो। यो कहाँदेखि सुरु गर्ने हो त? यता उतादेखि होला। पहिला यो पानीलाई अलि
शीतल ठाउँमा राख्नु पर्यो। अहिले पानी तात्तिन्छ फेरि खानुपर्छ। अहिले यहाँनिर अलि शीतल ठाउँमा पानी राख्नु पर्यो होइन। यहाँदेखि खन्ने हो ए ल है। यहाँदेखि खन्ने, यहाँदेखि खनेको सर लगै चाहिने कुरो पल्लो डाँडै भेट्छ है। आज यत्रो खन्नु छ है सर लगै यो कोदालोले है सट्ट खन्नु छ। एकचोटि यो बाँझो मारिसकेको छ, गोरुले जोतिसकेको छ र यहाँदेखि तपाईँको अब वहाँसम्म जोत्ने खन्ने हो अहिले। ल हेर्नुहोस् वहाँ त्यहाँ नि बारी छ। अलि क्यामेराले जुम गरेर देखाएको छु, अलि नराम्रो आयो है। मोबाइल त्यति राम्रो छैन साथीहरू। ल हेर्नुहोस् वहाँसम्म खन्नु छ है। आज 12-1 कति बज्छ थाहा छैन। त्यही भएर म अहिले भिडियो स्टप गरेँ। भिडियो धेरै लामो हुन्छ। हामी अहिले अब अहिलेको समय हेर्दा बिहानको 8:30 भइसकेको छ। 8:30 देखि खनेको हाम्रो 12 बज्छ है। आज 12 बज्छ, धेरै छ खन्न। यो पाता नि हो र यो माथितिरको गरा पनि हो। माथितिर नि छ बारी, माथितिरको बारी नि खन्ने हो र बदम धेरै छ। ल साथीहरू अहिले फेरि लास्ट अर्को पार्टमा भेटौँला है। जति खनेर आइयो, उतादेखि खनेर आइयो र नि यहाँ बाँकी छ। यता नि खनिसक्यो, यतादेखि खन्दै आइयो र बुबा र मैले दुवैजनाले खनिरहेको छौँ यो घाममा। हेर्नुहुन्छ घाम यस्तो चर्केछ घाम। अझै सकेको छैन, बारी खनेर धेरै छ। अब यति छ, उता खन्न जाने हो यसपछि। यो सबै खनेर यहाँ उतादेखि ठ्याक्कै 1 घन्टा लाग्यो। है ढुङ्गान छ यस्तो गर्ने। अब हामी मेलो खनिसक्यो। अब यहाँ बदम रोप्ने कार्यक्रम भइरहेछ है। बदम रोप्नु भएको छ उहाँले। यो चाहिँ बदमको बिउ हो। बदम बदम यसरी रोप्ने हुन्छ। ल उता त रोपेर आएको। अब यहाँ आइपुग्नु भयो। अब यहाँदेखि अब फेरि सरलगै उता रोप्दै जाने उता बारीतिर। अब तिर्खा लाग्यो, पानी खानु पर्यो होइन। हाम्रो चलन के छ भने अब काम गरिसकेपछि यस्तो रुखको छाडी खोज्ने अनि ट्याक्क लाएर कोदालोलाई यसरी फाल्ने अनि यही कोदालोमाथि यसरी ठ्याक्क बस्ने चलन छ है सबैको। कपडालाई यहाँ राखिदिउँ। यत्रो मेलो खन्नु छ। ल हेर्नुहोस् यहाँदेखि सर्लकै वहाँसम्म खन्नु छ यार। अझै टनक्कै छ। अनि यहाँ बदमको बिउ कति छ आम्मामा। अझै यत्रो बिउ रहेछ यार। सबै खाइदिउँ क्या, अलिकति पनि घट्छ त मेलो। 2-4 मुठी बाबा उता भएको बेला यसो 2-4 मुठी खाइदिनु पर्छ क्या हो। अलिकति भयो नि मेलो घट्छ होइन त। अझै यत्रो बिउ अनि यसको लागि त मेलो त टन्नै खन्नुपर्छ त।
खाइदिउँ क्या। फाइनली साथीहरू अब हामी बदाम रोपेर सक्यो। अब हामी घाँस पनि मैले झारिसकेँ, खन्याको घाँस। अब हामी घर गइन्छ है त साथीहरू। अब ल साथीहरू अब हामी घरतिर लाग्छौँ, काम सक्यो। त्यो चाहिँ मकैबारी हो खेतको हैन, मकै हो है, यो खेतको मकै है। खेतको मकै त्यत्रा भइसक्यो है। बारीको मकै भर्खर यत्रो हुँदैछ। यो चाहिँ बारीको मकै, यो सबै बारी है, बारी खेत छ। यता तल पनि खेत छ। यहाँ गहुँ रोपेको छ नि यो खेतमा। ल साथीहरू बाई बाई। अब अर्को भिडियोमा फेरि भेटौँला।